अमित दालाई चाहिँ एउटा सानो भाइले यस्तो यस्तो शब्द लिएर बोल्नु चाहिँ आई थिङ्क यो नेपाली भाषाको बेइज्जती हो। वेलकम ब्याक टु माई न्यू भिडियो। सो गाइस, हिजो चाहिँ एक्चुअली म स्केच बनाइरहेको थिएँ। जस्तो मैले भनिरहेको थिएँ भिडियोमा है, एउटा सरप्राइज दिन्छु सुन्तला बहिनीको लागि है, बनाउँछु अनि उसलाई सबै फलोवर्स र भ्युवर्सको थ्रुबाट चाहिँ दिनु पनि जान्छु एन्ड भेट्नु पनि जान्छु। एन्ड गाइस, यो चिज लिएर कतिजनाले के कमेन्ट बनायो है, के कमेन्ट गर्नुभयो, ठिकै छ, नो इस्यु। तपाईँले जहाँ जहाँ तपाईँको मनको कुरा कमेन्टमा हाल्नु सक्नुहुन्छ है, र त्यो हेरेर मलाई अफसोस लाग्दैन। किनभने चाहिँ नि मान्छे भाइरल त्यसै हुँदैन है। एउटा किस्मतले बनाएको भाइरल त्यो बहिनीलाई आज हेर्नुहोस् कतिजनाले उसको थ्रुबाट कन्टेन्ट पाएर पनि एउटा कन्टेन्ट एउटा अपर्च्युनिटी पाइरहेछ। एज वेल एज कतिजना त्यो छेउछेउमा बस्ने जो पनि सुन्तला बेचिरहेको आन्टीहरू थियो, उहाँहरू पनि इन्सपायर हुनुभयो है, र सोसियल मिडियाको थ्रु एडभर्टाइजिङको एउटा दामी नलेज जो है सेयर गर्नुभयो होइन। सो यो सबैले कुरा बेनिफिट के भइरहेको छ, त्यहीँको मान्छेलाई भइरहेको छ सबै कुरा ओके। र यो भिडियोमा चाहिँ यो जुन चाहिँ तपाईँले फोटो हेरिरहेको छ यो मैले किन हालेको होला त्यो सोच्नु तपाईँहरू। एकजनाले चाहिँ राम्रो भनिरहेको हुन्छ क्या, यस्तो गर्नु हुँदैन त्यस्तो गर्नु हुँदैन है, टक्क अर्कोले चाहिँ दिनै पर्छ त्यहाँनिर। एन्ड गाइस, मैले दियो भनेर चाहिँ अब मलाई कमेन्ट गर्नुभन्दा बेटर चाहिँ नि तपाईँहरू आफैलाई सोच्नुहोस् है, एज्युम गर्नुहोस्। तपाईँले कसलाई कमेन्ट त गर्नुहुँदैछ ठिकै छ, नो इस्यु, कमेन्ट गर्नु सक्नुहुन्छ। तपाईँको कमेन्टले कसैलाई उयो गर्दैन, इम्प्याक्ट गर्दैन, बनाउनेले बनाउँछै बनाउँछ होइन। यति चाहिँ याद गर्नुहोस् तपाईँहरूले कि राम्रो चाहिँ कसले भनेको छ होइन। अमित दा, म त दा नै भन्छु अमित दालाई। अमित दालाई चाहिँ एउटा सानो भाइले यस्तो यस्तो शब्द लिएर बोल्नु चाहिँ आई थिङ्क यो नेपाली भाषाको बेइज्जती हो। नेपाली भाषाको बेइज्जती हो। सिनियरलाई रेस्पेक्ट नदिनु एउटा नेपाली भाषाको बेइज्जती हो, नेपाली भाषामा त्यो पनि। अनि त्यो भाइले कन्टेन्ट बनाऊ ठिकै छ, नो इस्यु भाइ, तिमी बनाऊ न कन्टेन्ट, तर तिम्रो कन्टेन्ट साफ सुथरा बनाऊ क्या, साफ सुथरा। मेरो कन्टेन्टमा मलाई थाहा छ भाइ, मैले यति बेसी अब के भन्छ यो फिल्डमा नि, तपाईँलाई थाहा छैन न कति सालदेखि चाहिँ म यो फिल्डमा मेहनत गरिरहेको छु। अहिलेसम्म मैले त्यो एचिभ गर्नु सकेको छुइनँ जुन चाहिँ यो बहिनीले कुछ दिनमा एचिभ गर्यो। सो भाइरल हुनु इट्स नट अ जोक क्या, यो एउटा एचिभमेन्ट बराबर हो। सोच्नु अब हुन्छ नि इन्फ्लुएन्सर हुनु